प्रत्येक नेपाली राष्ट्रपाले सुन्नुपर्छ यो कुरा चाहिँ यो देश बचाउनको लागि 46 सालको आन्दोलन ताका भारतले एकजना विदेश सचिव नेपालमा पठायो र राजा वीरेन्द्र समक्ष 10 बुँदाको प्रस्ताव लिएर त्यो प्रस्तावमा भएका धेरै कुराहरू मध्ये दुईटा कुरा त्यहाँ महत्त्वपूर्ण थियो। दुईटा कुरा राजालाई भनियो त्यहाँ। एउटा राजा सरकार एउटा एक्सिलेन्सी के भन्नु उहाँले नेपालको जलस्रोतमा भारतको आधिपत्य हुनु पर्यो एउटा, दोस्रो भारतको सुरक्षा छाताभित्र चाहिँ नेपाल हुनु पर्यो, नेपाल रहनु पर्यो। यी दुईटा प्रस्ताव क्याटेगोरिकली भारतले आफ्नो विदेश सचिव मार्फत 2046 साल चैत 18 गते नारायण हेटीमा राजा वीरेन्द्रलाई भेट्न पठाएछ। उनले आन्दोलन चलिरहेको बेलामा नेपालको जलस्रोतमा हाम्रो आधिपत्य रहन दिनुस् र सुरक्षा र हाम्रो सुरक्षामा चाहिँ तपाईहरु आउनुस्। सुन्नुस् राजा वीरेन्द्रले दिएको जवाब। यो देश त्यत्तिकै बचेको होइन। राजा वीरेन्द्रले के भने उहाँले त्यो नवराजमा सम्बोधन गरेर भने लेख्नु भएको छ। उहाँले यसै कारणले यदि यो पञ्चायती व्यवस्था जान्छ भने जाओस्, यसै कारणले यसका लागि मैले र मेरो पञ्चायती व्यवस्थाले बलि दिनुपर्छ भने पनि दिउँला, तर भारतको तपाईहरुको यो प्रस्ताव चाहिँ मैले स्वीकार गर्दैन। यो देशमाथि मैले गद्दारी गर्दैन। राजा वीरेन्द्र भुटानी राजा भएर म बाँच्न चाहन्न भनेर राजा वीरेन्द्रले जवाब दिए। र दुर्भाग्य एउटा भन्नुस् त्यही कारणले नेपालको पञ्चायती व्यवस्था गयो। त्यसको उहाँले लेख्नु भएको छ र सायद भनेर लेख्नु भएको छ उहाँले राजदरबार हत्याकाण्ड पनि भयो। यसरी बचेको र बचाइदिए आएको देश हो यो।